सबैलाई मेरो तर्फबाट जय मसीह अनि न्यानो अभिवादन अनि शालोम भन्न चाहन्छु यो सुन्दर दिन र हजुरहरूले परमेश्वरको वचनलाई ध्यानपूर्वक सुनिदिनुहुन्छ भन्ने म ठुलो आशा राख्दछु र यस वचनबाट हजुरहरूले आशिष पाउनुहुन्छ भन्ने पनि म आशा राख्दछु। र आजको वचन चाहिँ यौन रुचि सुसमाचारबाट यहाँनिर 6 को यहाँनिर 7 दिनको म पढ्नेछु। तर खास गरी चाहिँ यहाँ हेडिङमा चाहिँ यस प्रकारले लेखेको छ, यीशुले 5000लाई खुवाउनु भएको भनेर चाहिँ यहाँनिर वचनमा माथि हेडिङमा यस्तो प्रकारले लेखेको छ। एक्चुअलीमा खास गरी हो भने चाहिँ यो चाहिँ 5000लाई यीशुले खुवाउनु भएको भनेर यहाँनिर बताएको छ। तर म यहाँनिर 7 दिनको पढ्न गइरहेको छु। तपाईँले धैर्य धारण गरेर यस परमेश्वरको वचन सुनिदिनुहोस् भनी म नम्र निवेदन गर्दछु। र यहाँनिर यस प्रकार लेखेको छ, फिलिपले उहाँलाई भने, प्रत्येकले थोरै थोरै पाए तापनि 200 दिनारका रोटीले तिनीहरूलाई प्रशस्त हुँदैनन्। 8 मा लेखेको छ, उहाँका चेलाहरूमध्ये एकजना सिमोन पत्रुसका दाजु आन्द्रियासले भने। 9 मा यस प्रकार लेखेको छ, यहाँ एउटा ठिटो छ जोसँग जौको 5 रोटी र 2 माछा छन्, तर यति धेरैको बिचमा यो के हुन्छ र भनेर परमेश्वरलाई यीशुलाई एउटा प्रश्नवाचक चिन्ह अथवा प्रश्न गरिरहेको छ। यति धेरै मान्छे छ अनि यो 5 रोटी र 2 माछाले के हुन्छ र भनेर एउटा ठुलो प्रश्न छ। अनि तर हुनु त परमेश्वरको वचनमा यस प्रकारले लेखेको छ, मानिसको निम्ति असम्भव होला तर परमेश्वरको निम्ति त सबै कुरो सम्भव छ। यहाँनिर हेर्नुहोस् त, म तपाईँलाई बताउँछु। यीशुले भन्नुभयो, हेर्नुहोस् त, यीशुले भन्नुभयो मानिसहरूलाई पसाऊ भनेर भन्दछ यहाँनिर। अनि त्यस जग्गामा धेरै घाँस थियो, यसले गन्तीमा 5000 जति पुरुषहरू बसे। तब यीशुले रोटी ल्याउनुभयो औ धन्यवाद चढाएर बस्नेहरूलाई बाँडिदिनुभयो औ त्यसै गरी माछा पनि जति जतिलाई तिनीहरूले इच्छा गर्थे अनि सब तिनीहरूलाई अघाए। उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो, उब्रेको टोकरीमा बटुल र केही नष्ट नहोस्। तिनीहरूले बटुले औ जो खानेहरूले उभारेको थिए जौको ती 5 रोटीका टुक्राबाट 12 डाला भरे। हेर्नुहोस् त, प्रभुलाई धन्यवाद होस्। यहाँबाट म तपाईँहरूको माझमा सानो प्रकाश परमेश्वरको वचनहरू बोल्न गइरहेको छु। यहाँनिर चाहिँ एउटा ठिटो थियो, उसको आमाले चाहिँ उसलाई चाहिँ बाटोमा खानको निम्ति अथवा भोक लाग्यो भने चाहिँ खानको निम्ति चाहिँ केही खानेकुराहरू हालिदिएको थियो, जसमा कि त्यहाँनिर चाहिँ खानेकुरामा चाहिँ उसकोमा 5 रोटी र 2 माछा थियो। त्यस समयमा मलाई लाग्छ आफ्नो आमाले पनि आफ्नो छोरालाई सेवा सङ्गतिमा यसरी पठाउने गर्थे। र अहिलेको समयमा हामीले हाम्रो नानीहरूलाई चाहिँ यसरी पठाउँदैनौँ। र त्यस समयमा चाहिँ परमेश्वरको वचन सुन्नको निम्ति, परमेश्वरको वचनलाई मनन गर्नको निम्ति चाहिँ यसरी पठाउँथे। त्यति मात्र होइन, यहाँनिर त्यो ठिटोकोमा चाहिँ त्यो रोटी भएको कारणले गर्दाखेरि चाहिँ यीशुले बोलाउनु भयो र उहाँले जुन रोटी चाहिँ लिनुभयो, 5 रोटी र 2 माछा लिनुभयो। अनि त्यस पश्चात चाहिँ त्यो रोटी चाहिँ प्रार्थना गर्नुभयो अनि माछालाई पनि प्रार्थना गर्नुभयो। त्यो रोटी र माछा चाहिँ यीशुको हातमा परेको कारणले गर्दाखेरि चाहिँ त्यो चाहिँ धेरै आशिष भएर गयो अनि त्यो चाहिँ बढेर गयो। अनि त्यो रोटी चाहिँ 5 रोटी र 2 माछा चाहिँ 5000लाई खुवाएर पनि आज के भयो भन्दा चाहिँ 12 डाला रोटी, के अरे 12 डाला टोकरी चाहिँ उब्रियो भन्दछ, रोटी चाहिँ उब्रियो भन्दछ। अनि यहाँनिर भन्नुको मतलब जे पनि परमेश्वरको हातमा, यीशुको हातमा जान्छ त्यसलाई चाहिँ परमेश्वरले आशिष गर्नुहुन्छ अनि डबल बनाउनुहुन्छ। म तपाईँलाई एउटा उदाहरणको निम्ति के भन्न चाहन्छु भन्दाखेरि चाहिँ
एउटा गुड्डी हुन्छ, इङ्ग्लिसमा काइट पनि भन्दछ। अनि त्यति मात्रै होइन, त्यसलाई हिन्दीमा त पतङ पनि भन्दछ। जब राम्रो मान्छेले त्यो पतङलाई उडाउँदैछ भने त्यसले माथि माथि उडाउँछ अनि धेरै राम्रो प्रकारले उडाइरहेको हामी पाउँछौँ। तर जसले जान्दैन उडाउनको निम्ति त्यसले चाहिँ के गर्छ भन्दा बिचमै कि नभए चुट्टिन्छ, कि नभए अल्झिन्छ, अल्झेर कहाँ पुगेर त्यो भन्छ बर पिपलको रुखमा अल्झिरहेको हुन्छ अनि त्यो च्यातिरहेको हामी पाउँछौँ। तर मेरो प्रिय, जब राम्रो उडाउने मान्छेको हातमा चाहिँ जब त्यो पतङ छ भने त्यो पतङ मजाले माथि माथि उडेर त उसले आफ्नो जीवन चाहिँ मजाले के भन्छ उडिरहेको हामी त्यहाँनिर देख्छौँ। र प्रभुलाई धन्यवाद होस् कि आज तपाईँ अनि मेरो जीवन पनि परमेश्वरको हातमा चाहिँ यसरी नै सुम्पिनु पर्छ है। जब परमेश्वरको हातमा जब हाम्रो जीवन पर्छ भने परमेश्वरले चाहिँ हाम्रो जीवनलाई धेरै नै आशिष गर्नुहुन्छ। जे पनि परमेश्वरको हातमा पर्छ। तपाईँ जस्तै हुनुहुन्छ, तपाईँ हुनु सक्नुहुन्छ, धेरै प्रब्लममा हुनुहुन्छ, धेरै परिस्थितिमा हुनुहुन्छ, तपाईँले फिक्री नगर्नुहोस्। तपाईँको जीवन परमेश्वरलाई सुम्पिनुहोस्, यीशुको हातमा सुम्पिनुहोस्। तपाईँ बिमारी हुनुहुन्छ, यीशुको हातमा सुम्पिनुहोस्। तपाईँको जीवनमा परिस्थिति छ, यीशुको हातमा सुम्पिनुहोस्। तपाईँको जीवनमा नानीहरू भएको छैन, सबै यीशुको हातमा सुम्पिदिनुहोस् र परमेश्वरले चाहिँ त्यसलाई नयाँ बनाउनुहुन्छ र धेरै आशिष दिनुहुन्छ अनि आशिषले भर्दै लानुहुन्छ। त्यस्तै गरी हामी रोमीको पुस्तक 12 अध्यायको हामी यहाँनिर पाउनेछौँ। त्यहाँनिर यस प्रकारले लेखेको छ। म तपाईँलाई रोमीको पुस्तकबाट पढ्नेछु, त्यसरी म यहाँनिर राख्नेछु ल। रोमी 12 मा यस प्रकारले लेखेको छ 1 मा, यसै कारण ए भाइ हो, परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई निवेदन गर्दछु कि तिमीहरूको यथोचित सेवाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदान गरी दिइहाला। हाम्रो जीवन चाहिँ कसलाई दिनुपर्ने रहेछ? जिउँदो बलिदानको रूपमा येशू प्रभुलाई दिनुपर्छ। र प्रभुलाई धन्यवाद होस् जसले परमेश्वरलाई आफ्नो जीवन दिनुहुन्छ र परमेश्वरले बनाउनुहुन्छ। र प्रभुलाई धन्यवाद होस् आजको वचनमा परमेश्वरले तपाईँलाई आशिष गरेको हुन्। आमेन।